कहाँ छोरी छिटो हामी बेनीदेखि यति बेला मुक्लिन नारायणगढ खण्ड अन्तर्गत को बाटोमा रहेका छौँ। जुन दृश्य चाहिँ चितवन र मुक्लिन सडक खण्ड अन्तर्गत को वैकल्पिक ट्र्याकको रूपमा खोलिएको दृश्य तपाईँ देख्न सक्नुहुन्छ। कति बेला आइपुग्यौँ हामी? भर्खर आइपुग्यौँ है नि त। चितवन आइपुग्यो। नदीको नजिकै रहेको होटलमा बस्यौँ। छोरी पनि एकदम एक्साइटेड छ, पर्दा खोलेर देखाउने अरे। अहिले चाहिँ हामी होटलको छतमा छौँ। यहाँबाट चाहिँ ड्रोन उडाउँछु म। हेरौँ है कस्तो देखिँदो रहेछ। हामी चाहिँ अब बोटिङ गर्न जाँदैछौँ। टिकट आइसक्यो। हामी चाहिँ अब बोटिङ गर्दै हो। छोरी कस्तो लाग्दैछ? अनि बुढी के छ? फोटो यहीँमा क्लिक गर्न मिल्छ। छोरी बस न। ल खेल्दा खेल्दै उ त्यहाँ जाऊ। त्यहाँ बिचमा बस। हजुर टप निकाले हैन? टप निकाले हैन? त्यो यतापट्टि तार भन्दा भित्रै छ। त्यो निकाल्न भएन है। गुड मर्निङ एभ्रीवन। हेलो गाइज, म चितवन छु। आज चाहिँ म यहाँ आथे। हिजो चाहिँ आथे। आज चाहिँ मैले यो यसरी बनाउने छु। जामलाई अनि यो छ मसितै अनि यो छ अनि यो बनाएर खान्छु म। मौलकालिकाको यात्रामा निस्क्यौँ हामी। कहाँ हो हामी? हो कहाँ जाँदै हो? मौलकालिका भन न। ल गुड।
छोरी आएर त हामी मौला कालिकाबाट फर्केर यति बेला सिजी टेम्पलको यात्रामा छौँ। मौला कालिकाबाट फर्केपछि खाना खाएर हामी चाहिँ अब यो दिउँसोको समय चाहिँ सिजी टेम्पलतिरको यात्रामा छौँ। फाइनल्ली वी आर इन सिजी टेम्पल। सिजी टेम्पलमा आइसकेका छौँ। नजिकै होला भनेको टाढै रहेछ हौ चितवनदेखि। ल 1 2 3 गो। छोरीले सामान मिले ल ल सामान तपाईले साइड यहाँ आउँछ यहाँ हेर न यहाँ हेलो भन ए आफै चलाइछन् छोरीले जाला फेरि उता घुमाइदिनु। ल खिचिरहेको छु गर्मी है। हाम्रो ठाउँ राम्रो हो, एकचोटि घुम्नुपर्छ। विशेष गरी यहाँ धर्म हिन्दू धर्मावलम्बीको विशेष ठाउँ जस्तो लाग्यो। एकदमै संरक्षण गरे जस्तो लाग्यो। त्यही नै हो। हेलो छोरी हेर वी आर इन सौराहा भन। हामी सौराहा छौँ। हामी चाहिँ बिल एउटा प्याकेज लिएर लाग्यो रेस्टुरेन्टतिर। छोरी के छ बुढी के छ कस्तो हुँदैछ? अब भोलि हात्ती सफारी एउटा प्याकेज रहेछ। अब थारू कल्चरदेखि लिएर हामी चाहिँ होटेल एडभेन्चर टुर एन्ड ट्राभल्स भन्ने एउटा उमा जाँदैछौँ। हामी चाहिँ आइयो छोरी नि फ्रेस देखिएछ। ऊ हेर त हाम्रो रिङ्की जस्तै हेर त। चाहिँ अब बस्नेवाला छौँ आज। छोरी ब्याग डल्ला जस्तो छ हाम्रो। त्यो त ब्याड कुरा हो छोरी। ल आऊ न हेर्न पाउँछौ क्या उताबाट। ल रुम हेर न पहिला छिटो हाम्रो रुम हेर न पहिला। हिँड छिटो न।
लेग साइडमा देख्न नसकिने र सौरामा देख्न सकिने कुरा चाहिँ यो हो है। यति बेला हामी जङ्गल सफारीमा छौँ र असाध्यै रमणीय वातावरण छ। यहाँ वरिपरि चराचुरुङ्गीहरूको आवाज, यो हरियाली अनि हात्तीको सफारी होइन, असाध्यै रमाइलो छ। हामी पनि पहिलो पटक भएको भएर एकदमै एक्साइटेड छौँ। त्यही नै हो। हेलो हेलो, हामी राइनो हेर्दैछौँ। श्रियान्सु यता हेर, मम्मीलाई हेलो भन, राइनोलाई देखाइदियो। यता यसको नि त्यो वेट गर्नु के छ छैन जुम गर्दाखेरि के हो रे? राइनोले के गरेछ? अलि नजिकै जाऊ न, केही गर्दैन। ऊ हामी खस्यो आयो बेला यहाँ सङ्ग्रहालय हेरिहालौँ न त भनेर। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.